फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। कतारबाट नयाँ डिमान्ड आएको छ। आज म तपाईहरुलाई यो भिडियो मार्फत सम्पूर्ण जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। कुन कुन कामको डिमान्ड आएको छ तपाईहरु यहाँ हेर्नु। यहाँ रहेको छ कतारमा रोजगारी कम्पनीको नाम तपाईहरु यहाँ हेर्नु। पुनः विज्ञापन भएको छ। कामदार को पद यहाँ लेबर 10 जना पुरुष को डिमांड रहेको छ। मासिक तलब 1000, कतार को 1000, नेपाली टु 39,416 रुपैयाँ। ड्राइभर 2 जना ड्राइभर को माग आएको छ। बेसिक 2200 रहेको छ। नेपाली 86,716 रुपैयाँ। ओभरटाइम को सुविधा कंपनी को नियम अनुसार प्रतिदिन काम गर्ने घण्टा यहाँ 6 घण्टा रहेको छ। तपाई 8 घण्टा रहेको छ। यहाँ हप्तामा काम गर्ने 6 दिन। वार्षिक विधा कंपनी को नियम अनुसार खाना सुविधा छ, बस्ने सुविधा छ। करार अवधि 2 वर्ष रहेको छ। पेन्टर को लागि 3 जना पुरुष को डिमान्ड रहेको छ। बेसिक 1200 रहेको छ। 47,299 रुपैयाँ नेपाली। प्लान्ट अपरेटर को लागि डिमान्ड रहेको छ। 3 जना पुरुष को 2200 बेसिक रहेको छ। तपाईहरु एकदमै राम्रोसँग यहाँ हेर्नु। आर्टिस्ट पेन्टर को पनि डिमान्ड रहेको छ। 1200 बेसिक। प्रेस अपरेटर को लागि विज्ञापन आएको छ, डिमान्ड रहेको छ। तपाईहरु यहाँ हेर्नु 2000 बेसिक रहेको छ प्रेस अपरेटर को लागि। एक्जिक्युटिभ सेल्स को लागि डिमान्ड आएको छ। फिमेल 2 जना को माग छ। 2200 बेसिक रहेको छ। त्यसैगरी अर्को कम्पनीबाट डिमान्ड आएको छ। तपाईहरु यहाँ हेर्नु। प्लास्टर वर्कर को लागि 3 जना पुरुष को डिमान्ड 1200 बेसिक। बिल्डिङ वर्कर मेसन को लागि 3 जना पुरुष को डिमान्ड र प्लम्बर को लागि 3 जना पुरुष को डिमान्ड रहेको छ। तपाईहरु यहाँ हेर्नु। तलब सेवा सुविधा सबै सेम रहेको छ। र क्लिनर्स मेल को लागि 36 जना पुरुष को डिमान्ड आएको छ। तपाईहरु यहाँ हेर्नु 1000 बेसिक रहेको छ। कुन मेन पावरमा यो डिमान्ड आएको छ र अन्तर्वार्ता कहिले हुन्छ तपाईहरु एकदमै राम्रोसँग यहाँ हेर्नु। अन्तर्वार्ता मिति 2082 8 महिना 23 गते 2025 12/9 मेन पावर कार्यालयमा हुनेछ। कुन मेन पावरमा यो डिमान्ड आएको छ? मोभिरा रिक्वायरमेन्ट मेन पावरमा यो डिमान्ड आएको छ। तल नम्बर दिएको छ। तपाईहरु कन्ट्याक्ट गर्न सक्नुहुन्छ। ल त आजको लागि यति नै। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। कुनै पनि नयाँ डिमान्ड आउँछ भने म तपाईहरुलाई सबैभन्दा पहिला यही युट्युब च्यानल मार्फत जानकारी गराउँछु। आजको लागि यति नै। हस्त नमस्कार।